यो हामी जलबिरे झरनामा छौँ। यो विश्वकै सबैभन्दा अग्लो लामो यसरी लामो झरना छ। यो क्यामेरामा पनि अटाइराखेको छैन। यहाँ चट्ट उपाध्यक्ष म्याडम हुनुहुन्छ यहाँ हाम्रो जलबिरे झरनामा। यो जलबिरे झरना कस्तो छ भनेर हामी हेर्न आइरहेछौँ। हाम्रो अगाडि हुनुहुन्छ इन्जिनियर पुराण कार्की सर। रिब्दीकोट गाउँपालिकामा यत्रै झरना कसरी बनाउने भनेर हामी यहाँ पुराण कार्की सरसँग कुराकानी गर्छौँ। यो झरना चाहिँ कस्तो लागेको छ भनेर उहाँलाई। पुराण सर, यो झरनाको बारेमा कस्तो लाग्यो हजुरलाई भन्नुहोस् त। झरना एकदम सुन्दर छ, आकर्षक छ। नेपालको सबैभन्दा लामो झरना भनेर पनि चिनिने झरना हो। यो हेरेर हामीले कता रिब्दीकोटमा चाहिँ लौकाको पानी डाइभर्सन गरेर लिस्ने भिरमा लगेर लिस्ने भिरबाट अर्गेलीमा खसालेर के अरे रिडीमा खसालेर योभन्दा लामो झरना बनाउने परिकल्पना सहित यहाँ चाहिँ भिजिट गरिरहेको ठिक छ ल। हामीले यहाँ 50 रुपियाँ तिरेर हामी चाहिँ यो हेर्न आइराखेका छौँ। सिँगै 50 हामी। आउँछ होला यसो फोटो खिच्नु गरेर सुदीप सर तपाईँलाई चाहिँ यसो यता आउनु त इन्टरभ्यू दिनु पर्यो। तपाईँलाई चाहिँ यो यहाँ आउनुभन्दा पहिला कस्तो लागेको थियो अनि यहाँ आइसकेपछि कस्तो लाग्यो? म आउनुभन्दा अगाडि त्यहाँ सर्वप्रथम पानी थियो, आनन्द थियो, दसैँको टाइममा आएको थिएँ। अहिले कसरी सुक्खा राम्रो केही छैन है। तर झरना चाहिँ बेस्ट छ। तपाईँ कति रुपियाँ तिरेर आउनुभयो यहाँ? ओन्ली रुपियाँ इच्छा कामना गाउँपालिकाद्वारा यहाँ तकरिबन यहाँको लगानी हेर्दा 2-4 करोड खर्च गरेर अलिअलि सुन्दर पनि बनाएर तपाईँको चाहिँ अब यहाँ देखिहाल्नु भयो। यही अनुसारको यो बनाएर फोटो देखियो। किन त यहाँ आउँछ यता खिच्नु